जय मसी। आज हामी एउटा यस्तो कथामा डुबुल्की मार्नेछौँ जुन हजारौं वर्ष पुरानो भए पनि साँच्चै भन्नुपर्दा आज हाम्रो लागि झनै महत्त्वपूर्ण छ। हामी कुरा गर्दैछौँ कैनको कथाबारे। यो केवल इतिहासको पानामा सीमित कथा होइन, यो त हामी सबैको जीवनलाई देखाउने एउटा ऐना जस्तै हो। आउनुहोस् सँगै हेरौँ यसले हामीलाई के सिकाउन सक्छ। आजको हाम्रो यो यात्रामा हामी खास गरी तीनवटा मुख्य कुराहरूमा ध्यान दिनेछौँ: आराधनाको साँचो मन, सानोदेखि नै पापले ल्याउने ठूलो विनाश र परमेश्वरको आवाजलाई बेवास्ता गर्दा के हुन्छ भन्ने कुरा। अनि अन्त्यमा यी सबै कुराले हामीलाई एउटा महत्त्वपूर्ण निर्णयतर्फ लैजान्छ। ल सुरु गरिहालौँ है त। ल हाम्रो पहिलो विषयमा प्रवेश गरौँ, आराधनाको साँचो हृदय। यो सबै कुराको जग हो होइन र? हाम्रो मनको अवस्था। आखिर हामी जे गर्छौँ त्यो किन गर्छौँ? कैनको कथाले यस विषयमा गहिलो कुराहरू खोज्दछ। अब हेर्नुहोस् बाइबलले के भन्छ। उत्पत्ति 4:3-5मा लेखिएको छ, केही समयपछि कैनले भूमिको उब्जनीबाट परमप्रभुको निम्ति केही भेटी ल्यायो, तर कैन र तिनको भेटीलाई चाहिँ उहाँले ग्रहण गर्नु भएन। यो नै त्यो खास मोड हो। परमेश्वरले कैनको भेटीलाई ग्रहण गर्नु भएन। किन? समस्या भेटीमा थियो त, फलफूल र अन्नमा होइन। समस्या त भेटी चढाउने मान्छेको मनमा थियो। यहाँनिर भिन्नता एकदमै छर्लङ्ग देखिन्छ। हेर्नुहोस् त, एकातिर छ कैनको दृष्टिकोण, जसले अरूलाई प्रभाव पार्नको लागि आराधना गरिरहेको थियो, एउटा धार्मिक गतिविधि जस्तो मात्रै। तर अर्कोतिर परमेश्वरको चाहना के हो? साँचो र नम्र हृदय। उहाँलाई बाहिरी देखावटी होइन, भित्री निष्कपट भक्ति चाहिएको हो। त्यसो भए यसबाट हामीले सिक्नुपर्ने आत्मिक पाठ के हो त? पहिलो कुरा, परमेश्वरले हाम्रो कामलाई मात्र होइन, हाम्रो मनसाईलाई हेर्नुहुन्छ। दोस्रो, हाम्रो प्रार्थना र सेवा शुद्ध हृदयबाट आएको हुनुपर्छ। र तेस्रो, हामीले गर्ने आराधनाको प्रदर्शन भन्दा हाम्रो मनको अवस्था कता बढी महत्त्वपूर्ण छ। मतलब बाहिरी कामले मात्र पुग्दैन, हाम्रो मनसाय के छ, केले हामीलाई उक्साइरहेको छ, त्यो कुराले अर्थ राख्छ। हो, यसले हामी सबैलाई एउटा गम्भीर प्रश्न सोध्न बाध्य बनाउँछ। हामीले गर्ने आराधना कसलाई खुसी पार्नको लागि हो? परमेश्वरलाई कि अरू मानिसहरूलाई देखाउनको लागि? अब जब मन नै ठिक ठाउँमा हुँदैन तब के हुन्छ? खतरनाक कुराहरूले प्रवेश गर्ने ढोका खुल्छ। यहीबाट सुरु हुन्छ हाम्रो दोस्रो पाठ, सानो पाप ठूलो विनाश। कसरी एउटा सानो लुकेर बसेको भावनाले भयानक परिणाम ल्याउन सक्छ, हेरौँ है। यहाँ त परमेश्वर आफैले कैनलाई सिधै चेतावनी दिँदै हुनुहुन्छ। उत्पत्ति 4:6-7मा उहाँले भन्नुभयो, त किन रिसाएको छस्? पाप तेरो ढुकैमा ढुकिबसेको छ, त्यसले तँलाई आफ्नो वशमा पार्न चाहन्छ, तर तैँले चाहिँ त्यसमाथि प्रभुत्व गर्नुपर्छ। सोच्नुस् त, पाप ढोकामा ढुकिबसेको छ, कस्तो शक्तिशाली इमेज! यो त कुनै शिकारी जनावर जस्तै हो, झम्टिनलाई तयार। तर परमेश्वरले जिम्मेवारी पनि दिनुभयो, त्यसमाथि शासन गर्ने। र कैनले त्यो जिम्मेवारी पूरा गर्न सकेन। अनि हेर्नुहोस् पाप कसरी अगाडि बढ्यो। यो सुरु भयो सानो ईर्ष्याबाट, त्यही ईर्ष्या बढेर क्रोध बन्यो, जुन काबुभन्दा बाहिर गयो, र अन्तमा त्यसले हत्या जस्तो भयानक अपराधको रूप लियो। एउटा सानो बिउबाट सुरु भएर कत्रो विनाश! यो घटनाबाट सिक्नुपर्ने पाठ त एकदमै स्पष्ट छ। पाप प्रायजसो सानो लुकेको तरिकाले सुरु हुन्छ, अनि यदि त्यसलाई सुरुमै सामना गरिएन भने त्यसले हाम्रो सोच र निर्णयलाई नै बिगार्न सक्छ, र अन्ततः त्यही अनियन्त्रित पापले जीवन नै बर्बाद गर्न सक्छ। त्यसैले कुनै पनि पापलाई सानो भनेर हेला गर्नु हुँदैन। अब एकछिन आफैलाई जाँच्ने बेला आएको छ। के हाम्रो मनभित्र पनि कुनै यस्तो सानो पाप लुकेर बसेको छ? सायद ईर्ष्या वा घृणा, कि अहङ्कार या लोभ? जे भए पनि त्यसलाई बेवास्ता गर्नुभन्दा परमेश्वरको अगाडि ल्याउनु नै बुद्धिमानी हो। ल अब तेस्रो र अन्तिम पाठतिर लागौँ। परमेश्वरको आवाजलाई नै बेवास्ता गर्न थालेपछि के हुन्छ त? आउनुहोस् हेरौँ। यहाँ उत्पत्ति 4:19मा परमेश्वरले सोध्नुभयो, तेरो भाइ हाबिल कहाँ छ? अनि कैनको जवाफ सुन्नुहोस् त, मलाई थाहा छैन, के म मेरो भाइको रखवाला हुँ र? कस्तो चिसो, कस्तो रुखो जवाफ! उसले प्रश्नलाई तारिदियो मात्र होइन, आफ्नो जिम्मेवारीलाई पनि ठाडै पन्छाइदियो। यो त परमेश्वरको आवाज सुनेर पनि जानी नसुने जस्तो गर्नु हो। यहाँ दुईवटा बाटोहरूको तुलना छ। एउटा हो आफ्नै इच्छा अनुसार जिउने बाटो,
यो बाटोमा हिँड्दा बाहिरबाट त जिउँदो देखिन्छ, तर भित्रभित्रै रित्तोपन र बेचैनी हुन्छ। तर अर्को बाटो छ परमेश्वरको आवाज सुनेर जिउने। यो बाटोमा उद्देश्य र सुरक्षा छ, निर्देशन र शान्ति छ। कति फरक! त्यसो भए हामी सबैले आफूलाई सोध्नुपर्ने प्रश्न यही हो, हाम्रो जीवन कसको आवाजले चलिरहेको छ? हामी परमेश्वरको आवाज सुनिरहेका छौं कि केवल आफ्नै इच्छाहरूको पछि दौडिरहेका छौं? ल, अब हामी निष्कर्षमा आइपुगेका छौं। यी सबै कुरा सुनेपछि एउटा कुरा स्पष्ट हुन्छ, कैनको कथा इतिहास मात्र होइन, यो त आज हामीले हरेक दिन सामना गर्ने छनौटको एउटा ऐना हो। यो हो आजको निर्णय। त्यसो भए कैनको कथाबाट सिकेका यी 3 पाठहरू अब हाम्रा लागि 3वटा महत्त्वपूर्ण निर्णय बन्न पुग्छन्। हामी आजै निर्णय गर्न सक्छौं, पहिलो, साँचो हृदयले आराधना गर्ने, दोस्रो, पापलाई त्यसको सुरुवातमै जित्ने, र तेस्रो, परमेश्वरको आवाजलाई सुन्ने र मान्ने। अन्तिममा कुरा यति हो, हामीले कैनको बाटो रोज्ने होइन, आशिषको बाटो रोज्नुपर्छ। एउटा बाटो विनाशतिर जान्छ भने अर्को बाटोले साँचो जीवन र शान्तितिर डोर्याउँछ। र जाँदै यो एउटा प्रश्न सबैको मनमा छोडेर जान चाहन्छु, हामी कुन बाटोमा हिँडिरहेका छौं? हाम्रो जीवनको यात्राले कुन गन्तव्यतर्फ डोराइरहेको छ?